के देख्नुपर्छ यस्तो एक्कासी चुलुङमा जान्छ त छोप्न पर्छ कि हो के अनि भन्नु नि त छोप्न दुर्न पर्यो त भाग्यो चाँटो छोप्न जान्छ अनि गाइस सबैजना सन्चै हुनुहुन्छ होला न्यू डे न्यू ब्लग सबैजना सन्चै हुनुहुन्छ होला नि म चाहिँ अब मलतिर जानु पर्यो भनेर निस्किन थालेको चार्ज लिएर ए साँचो यहाँ पो रहेछ घरको साँचो यहाँ रहेछ मैले ताला तोडिदिएँ यस्तो फाटिदिएँ ढाल तोडेर साँचो यहाँ रहेछ भर्खर बेटा टक्कै यहाँ राख्नुपर्छ अझ अनि माउतिर जानु लाग्यो म चाहिँ घाम पनि लास्टै छ अनि लाइन पनि आएको छैन टगेर हुन्छ घाम लास्टै छ भ्यूहरू पनि राम्रो राम्रो देखिरहेछ सो अब हामी चाहिँ माउतिर लागिन्छ टक्क लाएर अनि कता कता हुन्छ सब देखाउने छु हेर्न सक्नुहुन्छ हिमालहरू आमाको छोरो बाबाले देखेछ त हो थम्मेल जाने भयो भर्खर सो बाबाले देख्यो होइन सो अब अहिले भेटौँला टक्क अब कता गइन्छ हेरौँ अनि जता डुलिन्छ त्यतैतिर अब कता हुन्छ हेरौँ मैले लस्छु अहिले भेटौँला अघि फेरि लाइन गएर म चाहिँ लाइन गएको छु अनि पछि फेरि आएर म भित्र पस्छु लाइन आएको थियो अनि भित्र पसेको थिएँ म चाहिँ टक्क लाएर जानुपर्ने हुन्छ माउलतिर कता हुन्छ म चाहिँ टक्क घरबाट निस्किएको कति डाङ्ग्रामा रुनु गर्छ यार टक्क म चाहिँ घरबाट निस्किएको अब धानहरू पनि पाक्ने बेला भइसक्यो धानहरू काट्ने बेला नि भइसक्यो यसरी राम्रो राम्रो धानहरू भयो हेर्न सक्नुहुन्छ आमामामा धानहरू काट्ने बेला भइसक्यो अब दसैँ पनि आइसक्यो घाम पनि यति छ घाम यति छ बर्बाद पार्ने जस्तो घाम पनि सो टक्क लाएर अब म चाहिँ यतिर यसो डुल्नु पऱ्यो कस्तो रहेछ धेरै दिन भयो यतातिर नगएको चाहिँ घरको पछाडितिर चाहिँ धेरै दिन भएको थियो नि त नगएको त्यही भएर म चाहिँ यसो डुल्दैछु यतातिर अब यतिबाट माउल गइन्छ कि अब कता गइन्छ हेरौँ टक्क लाएर अब धानहरू पनि अब पाक्न लगाइसकेको छ धानहरू पनि हेर्न रातो भइसकेको छ कि हेर्न सक्नुहुन्छ आमा रातो भइसक्यो अनि पछि हाम्रो इक्जाम पनि आज भइएको छ अनि पछि टक्क म चाहिँ इक्जाम भइएर चाहिँ भ्लग बनाएको छु इक्जाम थियो त्यही भएर कति 7 दिन चक्खु बनाउन पाएन त्यसको लागि सरी सबैजनाले सपोर्ट गर्दै जानु होला यस्तै छिटोभन्दा छिटो 2000 सब्सक्राइबर पुगाइदिनु होला त्यही भन्न चाहन्छु अरे बाटो यस्तो हिलो खाएको हेर्न सक्नुहुन्छ यस्तो च्याप्याङ हिलो त खत्तम छ यहाँ त तर बात खेताको बाटो हिँड्नै बेकार छ ओ पर्साइन्छ बकुल्लाले बिचरा खतखत गरेर हिँड्छ हेर्न सक्नुहुन्छ धानहरू भ्यूहरू बबाल छ यतातिरको हेर्न सक्नुहुन्छ अब म चाहिँ टक्क खेती खेत माउतिर जानु पर्यो अब कहाँ जान छ र अब छुट्टीमा चाहिँ अब कोही गइन्छ भने देखाउँछु दसैँ पनि आइसक्यो साथीहरू म दसैँको बेला नि मैले भ्लग बनाउने छु हाम्रो घर परिवारहरू टिका लगाएको सब देखाउने छु मैले सबैले भ्लग हेर्दै जानु होला टक्क लाएर होइन अब यस्तै छ हाम्रो गाउँतिर हेर्नु बकुल्लाहरू यहाँ बिचबाट अब कस्तै भद्रुलो निस्किन्छ अहिले यत्रो खेत हिँड्न बाँकी छ अब के यस्तो बाटो छ क्या यार ल गाइस टक्क लाएर अब यस्तो छ हिलो बाटो चाहिँ बर्बाद छ बेकार भयो यो खेती आउन त बेकारै रहेछ यार बेकार छ माउल पुग्न अझै माछा सर्पोर हुन्छ कि भुइँमा हेरेर हिँड्न पर्यो गाह्रो छ यस्तो चर्को घाम लाग्न नि मेरा बा यस्तो चर्को घाम त अघि लाग जस्तो लाग्थेन यार अहिले यस्तो चर्को घाम लाग्यो मेरा बा कति लाग्यो यहाँसम्म चाहिँ घाम पनि कति लाग्यो घाम यस्तो छ हेर्नु बकुल्ला उहाँ गयो उताखेरि मुस्लिम के भइरह है मुस्लिमहरू बोलिरहन् टक्क
किन बोली खान खै मुस्लिमहरू के भन्दै त घरि बच्चा बच्चीलाई बोलाउँछन् घरि कोला बोलाउँछन् मुस्लिमहरूले 1 बजे पनि डिस्टर्ब गर्छन् यार बोल्छन् अब तिनीको के रुल होला नि अब आज शुक्रबारको दिन आज केही गर्ने रुल होला नि त्यही भएर बोलिरहेको छन् 1 बजे टक्क 1 बजेको छ टाइम पनि 1 बजेको घाममा म हिँडिरहेको अब यताबाट कहाँ पुगिन्छ उताबाट यसो गइन्छ हाम्रो पानीट्याङ्की त्यहाँ पानीट्याङ्की हेर्न सक्नुहुन्छ अब यसै बाटो जानु पर्यो आजको भ्लग त्यति अब खासै लामो त नबन्ला सो अब फेरि आउने नेक्स्ट भ्लगमा चाहिँ अब बाबाले भन्छ आज चाहिँ धेरै दिन भएको थियो नि त भ्लग नहालेको अनि भ्लग बनाऊँ भनेर भ्लग बनाएर अनि पोस्ट गरौँ आज 3 बजे आउँछ 3 बजेतिर पोस्ट गरौँ भनेर चाहिँ म चाहिँ भ्लग बनाएको नभए बनाउनु थिएन आज भोलिबाट बनाउनु थिएँ भोलि शनिबार पनि हो टक्क बिहानैदेखि बनाउनु भइन्छ आज चाहिँ म स्कुलबाट आइयो हतारमा अनि भ्लग बनाउनु सुरु गरेको कि अब हात पनि यस्तो गलिसक्यो मोबाइल ठडाउँदा के हेर्ने भ्यूहरू पनि बवाल छ कि यहाँसम्म चाहिँ भ्यूहरू आमामा तुच्छ र बवाल हेर्नु सक्छ भ्यूहरू कम त छैन कि हाम्रो गाउँको भ्यूहरू त बवालै छ अब म चाहिँ अब खरायो भाइसित जाने भनेको दसैँमा अनि खरायो भाइ यता हुन्न यताउति अब सुनेको थिएँ अनि त्यही भएर अब के हुन्छ हेरौँ जाने भएर म यो भ्लगमा देख्नुहुन्छ सबैजनाले खरायो भाइसित यति गयो भने खरायो भाइको घर जाने मेरो प्लान हो दसैँतिर कस्तो हुन्छ हेरौँ होइन अब के हुन्छ त्यति बेला थाहा हुन्छ अब के भन्छन् खरायोले अनि त्यही अनुसार गर्ने छौँ धान पनि यस्तो घाम छ यो धान हेर्नु त यो धान के भएको यस्तो आधीतिर घाँस छ आधीतिर धान छ के हो यस्तो के भएको यस्तो गाइस कमेन्ट गरिदिनु होला आम्मा यताबाट उता गइन्छ यार बाटो पनि गाह्रो छ यार यो बाटो कता यताको बाटो आएर बहुत झेउ भयो त्यहाँ पोखरी पनि देखाउनु छ हजुरलाई हामी त्यहाँ पोखरीमा सानो माछा छोडिदिन्थ्यो कि हामीले माछा छोडिदिन्थ्यो अनि चोरेपछि फेरि पहाडबाट फेरि यस्तो धकल दिन्थ्यो कि उसले यहाँ फार्मको मान्छेले भनेपछि लाँच चप्लङ्गै जाने आफूले चाल्न आउँछ गरेर केही गर्ने घिन लाग्छ क्या त्यो फोहोर पानी बुङ्गु लगेको पानी छ्या बुङ्गु लगेको पानी यता गरेको छ्या घिनै लाग्ने कि धकले पनि अनि पौडी चाल्न आएर मात्र भएन हेर्न सक्नुहुन्छ यहाँ यो पोखरी चाहिँ अब यतातिर यहाँको माछा सकी छ थाहा भएन उता चाहिँ सिल्भर उठाउनु कि खतरा सिल्भर उठाउनु हेर्नु सक्छ यसरी माछा खान पस्छ नि बकुल्ला हो कि के भन्छन् गाइस कमेन्ट गरिदिनु होला जहाँ पनि पानी जम्यो यार के हो यार घामला पानी जम्यो यार जहाँ पनि के अचम्म हो गाइस कमेन्ट गरिदिनु हो ल हामी यहाँ बोडीहरू हेर्न सक्नुहुन्छ यहाँ छेउछेउमा रोप्छन् नि त बोडीहरू तरकारीको सर्टेज छ नि त अनि पोखरी हेर्न सक्नुहुन्छ ताल बबाल ठुलो ताल छ यहाँ त गहिरो लास्टै गहिरो होला होइन अर्डरहरू हेर्न सक्नुहुन्छ अर्डर यहाँ लास्टै गहिरोलाई घेरेको रहेछ अहिले त यार घेरेको रहेछ लास्टै गहिरो हल पसिना आएर यहाँ तनाव छ माउट पुग्न पनि लागिसक्यो म आज यस्तै त भयो हिँड्ने यता गर्ने त्यति राम्रो भएन आज चाहिँ त्यति रमाइलो भएन भन्न खोजेको रमाइलो भएन सो नेक्स्ट भ्लगमा चाहिँ रमाइलो गर्नेछु भोलितिर भ्लग बनाउने सोच छ आज बनाइहालेँ आज धेरै 7 दिन भएको थियो नि त 7-8 दिन भएको थियो भ्लग नहालेको अनि त्यही भएर चाहिँ म चाहिँ अब फेरि भ्लग बनाएको नभए मैले फेरि आज नबनाउने सोच्थेँ कि अहिले पहिले पनि भनिसकेको थिएँ म नबनाउने सोच्थेँ अब के गर्ने धेरै दिन भएको थियो नि त भ्लग नहालेको त्यही भएर म चाहिँ भ्लग बनाएको जस्तो हेर्न सक्नुहुन्छ बुढी आमा यहाँदेखि सर्लक्कै मात्रामा छ हेर्न सक्नुहुन्छ बुढी आमा धेरै छ बुढी धेरै छ हेर्न सक्नुहुन्छ अब हाम्रो पानीट्याङ्की हेर्न सक्नुहुन्छ पानीट्याङ्की उतातिर त गइन्न आज यस्तो घाम छ अब घरै बसिन्छु यही भ्लग बनाउन निस्केको न म घरै बस्छु भन्थेँ यहाँ हेर्न सक्नुहुन्छ पानी
जता कतै पानी मात्र छ टक्क लाएर अब म चाहिँ गइदिन पर्यो यताबाट सर्टकट बाटो पर्छ यताबाट स्वाट जान सर्टकट बाटो पर्छ त्यही भएर चाहिँ म त्यो सर्टकट बाटो चल्दै गएँ अलिक यसो भेटौँ लाग्छ त्यहाँबाट यसो निस्केको त्यहाँ बुङ्गुरको बनाएर चाहिँ यता बनाएको यहाँ बुङ्गुरको बनाउने गरी फेरि अनि यहाँ पानी हेर्नु त सर्लक्कै यस्तो छ यार हिँड्ने बाटोमा पानी जम्दिन्छ ट्र्याक्टरहरू टिप्परहरू हिँडेर हो क्या ट्र्याक्टरहरू टिप्परहरू हुँदा हेर्न सक्नुहुन्छ उहाँ हजुरहरूलाई पोखरी देखाउँछ भने पोखरी उताको पोखरी देखाएको तर यताको पोखरी देखाएन मैले देखाउने छु त्यहाँको पोखरी नि टक्क हजुरहरूलाई अब यसो गइन्छ त्यहाँदेखि स्वाट यता गइन्छ यता गएपछि फेरि पोखरी छ क्या त्यहाँ पोखरी ठुलै पोखरी हो लाभै पोखरी छ कि उहीँ दोकान छ अनि त्यो देखाउने छु हजुरहरूलाई यहाँ धानहरू पनि हेर्न सक्नुहुन्छ बब्बाले भएर धानहरू आमा बब्बाले भएर धानहरू पनि पाक्न लागिसक्यो धानहरू हेर्न सक्नुहुन्छ आँखामा फेरि पसिना पसेर यस्तो पिरो भइरह्यो आँखा चाहिँ सो अब यताबाट टक्क लाएर पोखरीतिर लाग्यो गाइज पसिना आएर पनि तनाव छ यो पोखरीको पानी आइरहेको यहाँ चाहिँ यताबाट काँडा साँडा हाल्छन् कि फेरि पोखरीतिर देखाउने छु हजुरहरूले हेर्न सक्नुहुन्छ लाभै छ पोखरी त लाभै छ पोखरी यहाँ माछाहरू हुन्छन् कुनातिर माछा हुन्छन् टक्क हेर्नु माछा छ हेर्नु सक्नुहुन्छ त्यसलाई माछा कति हेर्नु त त्यो आमामा कस्तो माछा हेर्नु त गिजिङ छन् कि त सानोवाला माछा चाहिँ गिजिङ छन् आमामा चप्पलमा पारमै पर्छ कि नै चप्पलमा पारमै पर्छ कि जस्तो गाई गरौँ है त पर माछा चप्पलमा परिरहेको गाई म त यहाँ फालिदिन्छु हुन्छ अब यतातिर अझै हेर्न सक्नुहुन्छ माछाको कमी छैन जे होस् घाममा सुकाइदिएर खानियो अब आम्माको छोरो माछा कति धेरै हुन् हेर्न सक्नुहुन्छ माछा त्यहाँबाट पानी आइरह्यो यहाँ माछा हरिब जम्मा भइदिइरह माछा कमी छैन जे होस् अनि यहाँ एउटा माछाहरू मरिदिइरह अनि यहाँ भोटी अड्किने यो नि गर्ने हुन्छ क्या हेर्न सक्नुहुन्छ अनि यहाँ भोटी मर्ने माछा यहाँ पनि छ कुनामा पनि छ माछा हेर्नु यहाँ घुसिरहेको यहाँ चप्पलमा घुस्याएर गाई माछा पनि अब हेर्न सक्नुहुन्छ माछा मैले छोपिसकेको छु अब टक म घरतिर जान्छु माछा छोप्यो हेर्न सक्नुहुन्छ वे माछा हातले माछा पक्रिन्छ भने चाहिँ कति धेरै होला गाइस हजुरले कमेन्ट गरिदिएर बहुत धेरै देख्नुभयो होला त्यहाँ गिजिङ छ क्या माछा पनि सो हेर्न सक्नुहुन्छ माछा यतातिर भाग्छ अलि हेर्न सक्नुहुन्छ माछा टक्क माछा पक्रे त्यहाँ माछा पक्रेर ल्याएको माउतिर जान्छु टक्क भेटौँ लागि त गाइस सो टक्क लाएर यतातिर पनि धान पाकेको रहेछ यतातिर पनि धान पाकेको छ टक्क भ्यू हेर्न सक्नुहुन्छ आमामा भ्यू चाहिँ बबाल छ जे होस् घाम पनि त्यस्तै लाहा 3-4 बजी गइसक्यो त्यही त्यस्तै घाम लगाइरहेको भ्यूहरू यस्तै छ हेर्न सक्नुहुन्छ धानहरू हरिब पाकेको धानहरू म चाहिँ यत्तिकै बसिरहेको छु हेर्न सक्नुहुन्छ चरा हेर्न सक्नुहुन्छ चरा हेर्न चरा पहाडको भ्यू पनि बब्बाल छ हेर्न सक्नुहुन्छ पहाडको भ्यू बब्बाले छ बब्बाल छ धानहरू हेर्नुहोस् पलाएको छैन अरे यस्तो पाकिसकेको छ धान अनि धानहरू पनि हरिब पाकिसकेको धानहरू यस्तो पाकेको कसैको पलाएको छैन अझै त्यो के हो गाइस सो अहिलेबाट म चलाएर घरि लाइन जाने घरि के गरेँ मलाई म चाहिँ त्यही बसिरहेको शीतलमा घरको यता बसिरहेको टक्क यस्तो
यस्तो घाम छ कि यस्तो घाम लास्टै घाम छ त्यही भएर म चाहिँ शीतलमा आएर बसिरहेको यो चाहिँ फारम छ टक्क दिइरहनु सक्छ माछाहरू छ टक्क माछाहरू हिँडिरहेको जोस् खुलाएर चाहिँ खुला हिँड्दैन खुला माछाहरू छ हेर्न सकिन्छ माछाहरू खुला माछाहरू छ कता हिँडिरहेको छ माछाहरू लाइन लाएर हिँड्छन् लाइन लाएर हिँड्छन् माछाहरू सलक्क लाइन लाएर हिँड्छ लाइन लाएर हिँड्छन् केटाहरू पनि केटीहरू पनि कमेन्ट गर्दैन होला म चाहिँ यति बसिरहेको टक्क लाएर घरको हाम्रो घर जाने बाटो त त्यहाँ धानहरू पाकिसक्यो भने बब्बाले धान पाक्यो राति भएको रहेछ अरे यहाँ त राति भएको त हो गाइस धानहरू त के हो राति भयो अझ के हो यो सकेसम्म दसैँ पछि काट्छ होला सकेसम्म धान यो ओ हेर्नु त त्यहाँ के देख्नु पर्छ यस्तो एक्कासी चुलुङमा जान्छ त छोप्नु पर्छ कि हो के अनि भन्नु नि त छोप्न दुर्न पऱ्यो त भाग्यो चाँडो छोप्न जान्छ अनि यो त छुलुङ्गै गएको हाँस पनि काल खोज्न आउँछ कि हो गाइसहरू धानहरू फेरि बब्बाल पाक्यो धानहरू त हाँस त काल खोज्न आए जस्तो छ सो हेर्न सक्छ खुलामा यति खुलामा बस्ने गर्ने यस्तो घाम छ गाइस यस्तो घाम छ बब्बाल घाम छ बब्बाल कुरै नहुने यस्तो यो मोबाइल यो धेरै घाम भएर पनि धेरै हिट भएर अनि अलि तातोमा तातो हो कि धेरै हिट भएर अलि शीतलमा राखेर बल्ल अलि चलेको नभए हिट भएर मुगाले चलेको थिएन लास्ट हिट हुने कि फेरि घाम पनि अति लागेन गङ्गटा त्यहाँ गङ्गटा लुक हेर्ने कता निस्किन्छ अहिले माछाहरू हेर्नु सक्छ माछाहरू लाइन लाएर माछाहरू थुप्रो खान्छ हो के साह्रो धेरै खाने माछाहरू अन्त माछाहरू यिनीलाई मार्न पाए त कस्तो अन्त होइन त जुम नगर्दा पनि देखिन्छ त माछा त अन्त जुम नगर्दा पनि देखिन्छ माछा त सो अब घर गएर चाहिँ एडिट गर्नुपर्ने हुन्छ अनि अहिलेको भ्लग यस्तै भयो अब नेक्स्ट भ्लगमा चाहिँ वाल भ्लग ल्याउनेछु सो होइन माछा अझै पनि लाइन लाएर हिँड्छ नि के हो गाइस अझै पनि लाइन लाएर हिँड्छ नि त माछाहरू त होइन त त्यहाँ कुला उही त हुन्छ यहाँ भोटेहरू छोपिन्थ्यो कि यहाँ पानी सुकेकोला हिलो हुन्छ नि त त्यो बेला छोपिन्थ्यो अब अहिले चाहिँ पानी यति धेरै छ झोलङ्ग जाँदाखेरि नि त माछा हरिब छ नि त माछा त हो हरिब छ माछा हेर्ने बस्ने अरू के काम छ अब सो अहिले भल यस्तै भयो म अर्को नेक्स्ट भलमा बल ल्याउने छु भनेको पनि धेरै भयो होला मिचाड लाग्यो होला सो अहिले आजको भल धेरै नै घाम छ त्यही भएर मुगाल पनि हिट भएर चल्दैन भनेपछि आजको भल यति नै नेक्स्ट भलमा योभन्दा राम्रो ल्याउने छु आजको भल यति नै लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला नेक्स्ट भलमा अलि राम्रो आउनेछ सबैजना लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला ल बाई बाई